आज चाहिँ म ठ्याक्क जङ्गली बँदेलको मासु टक्क काटेर चोर्या चोर्या बनाउनु पर्छ। लगत मेथी खोर्सानी एकछिन रातो भएपछि मैले प्याज गरेँ। अब यसमा मैले मलेसियाको जङ्गली च्वाचेको मासु सर्लक्क हालेँ। अब यसमा हल्का बेसारलाई सर्लक्क हालेँ। एकछिनपछि नुन हालेर झ्याप्प छोपेँ र अब एकछिन पाकेपछि म मसलाहरू एड गर्छु। मिक्स मसला, सबै मिक्स मसला योलाई म मजाले अब यसमा म टक्क उखालमा मसला पिनेर राखेको छ सर्लक्क हाल्छु। यसलाई एकछिन छोपिदिने। अब यसमा म टमाटर एड गर्छु। मासु लगभग पाकिसकेको छ, टमाटर एड गर्छु। अब यो सागलाई मैले पखालेर टक्क सिङे लगभग यो पाकिसकेको छ। यसलाई टक्क अब यो पखालेर राखे यो साग सँगै हालिदिन्छु यसरी। छोपिदिने। यसलाई चाहिँ म सर्लक्क झिक्छु। लगभग यस्तो भइसकेको साग पनि लगभग पाकिसकेको यो सर्लक्क लाएर कति पानी हालिदिन्छु अलिकति। यसलाई म सर्लक्क